दुबईमा प्रपर्टी इन्भेस्ट गर्न लाग्दै हुनुहुन्छ अनि EOI भनेको के हो थाहा छैन तपाईलाई थाहा नहुनेजेलसम्म थाउजन्ड अफ दिराम्स डलर्स तपाईले लस पनि गर्न सक्नुहुनेछ। मैले रिसेन्टली एउटा इन्भेस्टरसँग यो प्रब्लम देखेँ। इन्भेस्टर युरोपबाट हुनुहुँदो रहेछ, उहाँले EOI पेमेन्ट गरिसक्नु भएको रहेछ, तर प्रोसेस चाहिँ तपाईको एजेन्टले राम्रोसँग दिएकै रहेन रहेछ। पछि प्रोजेक्ट मन परेन अनि युनिट सिलेक्सन पनि राम्रो लागेन अनि उहाँलाई दिमागमा आयो मेरो पैसा रिफन्ड हुन्छ कि हुँदैन भन्ने कुरा। दुबई रियल इस्टेटको प्रोसेस एकदमै सिम्पल छ। म तपाईलाई 5 वटा स्टेपमा भन्न गइरहेको छु। स्टेप 1 भनेको चाहिँ एक्सप्रेसन अफ इन्ट्रेस्ट EOI। यो बुकिङ अमाउन्ट हो। यो तिरेर तपाईले लन्चको बेलामा राम्रो युनिट सेलेक्ट गर्न सक्नुहुनेछ। हाई डिमान्ड प्रोजेक्टमा राम्रो युनिट सेक्युर गर्नको लागि EOI इज योर वेपन। स्टेप 2 भनेको चाहिँ युनिट सेलेक्सन। लन्चको दिन बेस्ट भ्यू, बेस्ट फ्लोर, बेस्ट लेआउट हामीले चुज गर्छौं। स्टेप 3 भनेको चाहिँ डाउन पेमेन्ट। युनिट कन्फर्म भएपछि हामीले डाउन पेमेन्ट तिर्छौं 10%, 20% प्लस 4% DLD। स्टेप 4 भनेको SPS साइन गर्छौं, सेल्स पर्चेज एग्रीमेन्ट। यो साइन गरिसकेपछि तपाईले अफिसियली चाहिँ तपाईको नाममा चाहिँ प्रपर्टी रिजर्भ हुन्छ। स्टेप 5 भनेको चाहिँ पेमेन्ट प्लान। डेभलपरले दिएको शेड्युल अनुसार चाहिँ तपाईले इन्स्टलमेन्ट बेसिसमा पेमेन्ट प्लान तिर्दै जान हुन्छ। सो सबैभन्दा ठूलो मिस्टेक के हो थाहा छ? प्रोसेस नबुझी पैसा हाल्नु। दुबईमा EOI is not an investment. EOI is not a property purchase. EOI is your ticket to get the best unit before everyone else. So right project choose गर्नु, right unit choose गर्नु अनि right advisor सँग चाहिँ काम गर्नु। That's how smart investor make money in Dubai. So EOI तपाईलाई युनिट मन परेन भने रिफन्ड पनि हुने पोलिसी मजाको रहेको छ। सो दुबई रियल इस्टेटमा इन्भेस्ट गर्न रेडी हुनुहुन्छ भने डोन्ट फलो द हाइप, follow the process, and for genuine Dubai real estate investment opportunity तपाईले मलाई मेसेज गर्न सक्नुहुनेछ। म तपाईलाई स्टेप बाइ स्टेप गाइड गर्छु for right property।